हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ सन्डे हो अनि हामीहरू चाहिँ चर्च जानेछौँ किनकि हामीहरू चाहिँ सन्डे स्कुल जान्छौँ। त्यही भएर चाहिँ बिहानै जानेछौँ। म छु अनि त्यस बहिनी छ यहाँनिर चाहिँ सन्डे स्कुलमा चाहिँ बाइबल भर्स भन्नुपर्छ। यहाँ बहिनी चाहिँ पढ्दै हिँड्दैछ अनि त्यसपछि चाहिँ अलिक अगाडि चाहिँ तल भाइ जान्दैछ। भाइ चाहिँ साह्रो रिसाइरहेको छ आज बाइबल छैन भन्दै। हेर्नुहोस् है हाम्रो गाउँघरको बाटोहरू यस्तै छ, यस्तै ओह्रालो जानुपर्छ अनि उतै तलतिर चाहिँ रोड छ। अनि अब चाहिँ हामीहरू चाहिँ चर्च जाने गरेको। सो हामीहरू चाहिँ अहिले रोडमा आइपुग्यौँ। अब चाहिँ रोड जानुपर्छ। लामो छ रोडको बाटो चाहिँ। अनि भाइ चाहिँ यहाँनिर रिसाले, भाइ यहाँ त रिसाले हेर न त्यहाँनिर हेर्दै हिँड्दैछ रुँदै। बहिनी अगाडि हिँड्दैछ। हाम्रो गाउँहरू चाहिँ यस्तो छ है, यस्तो डाँडाहरू छ, यस्तो डाँडाहरू छ। हामीहरू चाहिँ अहिले रोडमा हिँड्दैछौँ। गाइस हामीहरू चाहिँ अहिले गाडीलाई पर्खिराखेको छौँ किनभने हिँडेर त टाढो छ कि बाटो, त्यही भएर गाडी आउँदैछ। हामीहरू चाहिँ गाडीमा जानु आँटेको अनि बहिनी चाहिँ यहाँनिर बसिरहेको छ। अनि त्यसपछि भाइ चाहिँ त्यहाँनिर उभिराखेको छ गाडी पर्खेर। अब गाडी आउँछ। अहिले चाहिँ हामीहरू 4 जना भएको छौँ। एकजना बहिनी यहाँ छ, अर्को बहिनी यहाँ छ। गाडी चाहिँ पर आउँदैछ। हामीहरू चाहिँ आधी बाटोसम्म चाहिँ पुग्यौँ। अनि त्यहाँनिर चाहिँ चर्च भर्खरै नयाँ बनाएको रहेछ। यो चाहिँ कुन चर्च पो? यो चर्चको नाम त यो चर्च त कुन चर्च पो? यो चर्च चाहिँ रोमन क्याथोलिक हो। हामीहरू जाने गरेको चर्च चाहिँ एलसदाई चर्च हो। चर्च त दामी बन्नेछ। बल्ल हाम्रो गाडी आइपुग्यो। हाम्रो गाडी चाहिँ उतानिर आउँदैछ। अब हामी यो गाडीमा जान्छौँ। अहिले चाहिँ हामीहरू गाडीमा चढेको छौँ। मम्मी हुनुहुन्छ, सबैजना छौँ गाडीमा। आधी साथीहरू त अघि पुगिसक्यो होला। हामी चाहिँ बिस्तारै हिँड्दै गरेको कि अनि अहिले चाहिँ गाडीमा छौँ। हामीहरू चाहिँ अहिले चाहिँ चर्च आइपुगेको। चर्च चाहिँ हाम्रो चाहिँ पर छ। अहिले चाहिँ हामीहरू चर्च आइपुग्यौँ। चर्च चाहिँ यो हो है, यो हो हाम्रो चर्च। अब हामी यहीँ उत्रिन्छौँ। अहिले चाहिँ हामीहरू